ओहो अन्जु पन्त जस्तो देखिएर नाच्ने को होला हाम्रो ब्युटिफुल मिसको बिहेमा। अनि ड्रेसमा गएका थियौँ सबै टिचरहरू मिसको बिहे पार्टीमा। बाँकीहरू के भएको थियो त। आज हाम्रो स्कुलमा सँगै काम गर्ने मिसको बिहे रहेको थियो र त्यही बिहे पार्टीमा जानको लागि सबैजना रमाउँदै आफ्नो स्कुलको गाडीमा उहाँको बिहे हुने भएको बिहे पार्टी प्यालेस गएका थियौँ। हाम्रो स्कुलबाट धेरै टाढा त होइन, नजिकै थियो, लगभग गाडीमा 5 मिनट जति। यो ठाउँको फेमस बरपिपल पार्टी प्यालेस। फाइनली आइपुगेर गाडीबाट झर्यौँ अनि सबैजना मिसको बिहे भएको प्लेसतिर लाग्यौँ। सायद रमाइलो अनि सुन्दर माहौल भइरहेको थियो बिहेको पोस्टर पनि वाउ। अनि ब्युटिफुल फुलको फ्रेममा बसेर ड्रेसमै फोटो र भिडियो खिचिहालेँ एउटा। यहाँ फेरि ब्युटिफुल मिस अनि ह्यान्डसम सरको कन्यादान भइरहेको रहेछ। साह्रै सुन्दर देखिरहेको थियो मिसलाई बिहेको ड्रेसमा। साह्रै राम्रो सुहाउँदो जोडी पनि रहेछ। उहाँहरू दुवैलाई कङ्ग्रेचुलेसन भन्न चाहन्छु। हजुरको दाम्पत्य जीवन सुख शान्ति अनि समृद्धिले भरिपूर्ण भएको होस्। आउँदा दिन अझै हर्षमय बितोस्। अनि त्यसपछि हाम्रो हेड सरले मिसको निधारमा टिका लगाइदिएर दक्षिणाहरू दिएर बिहेको शुभकामनाहरू दिनुभयो। फाइनल्ली मिसको पनि बिहे भयो। अब त म्याम भने बोलाउनु पर्छ हैन त। पार्टी हलभित्र छिरेका थियौँ खाना खानको लागि। यता फेरि साना कन्याहरू मलाई देख्ने बित्तिकै साह्रै रमाउनु भइरहेको थियो। उहाँहरू चाहिँ मिसको फेभरेट स्टुडेन्ट पनि अनि कसैको त रिलेटिभ पनि। साह्रै रमाइरहनु भइरहेको थियो। अनि सबैजना खानाहरू राख्दै हुनुहुन्थ्यो। अनि मैले पनि भेज खानाहरू प्लेटमा राखेर धेरै त सलाद खान्छु, मङ्गलबार मासु खाँदिनँ। गफ गर्दै खाएको थियौँ, मिठो भएको थियो खाना पनि। र सबैजना आफ्नो ग्रुपमा मजाले आनन्दले बिहे पार्टीमा खानाहरू खाइरहनु भएको थियो। साह्रै रमाइलो माहौल देखिरहेको थियो यो बिहेको। लास्टमा मिठो दही खाएर त्यस हलबाट बाहिर निस्कियौँ। अझै पनि कन्यादान गर्ने, टिका लगाइदिने, बिदाई गर्ने, गिफ्ट दिने कामहरू भइरहेको थियो। अनि त कोही मान्छेहरू फेरि पञ्चेबाजामा मजाले नाचिरहनु भइरहेको थियो। उहाँलाई बधाई दिँदै लास्टमा उहाँहरूसँग फोटो भिडियोहरू खिचेको थियौँ मेमोरीको लागि। हतार पनि थियो अनि त्यहाँबाट हामीहरू फर्क्यौँ। मलाई फेरि केही दिन अगाडिदेखि रोगा लागेर साह्रै गाह्रो पनि भइरहेको छ। त्यसैले साउन्डले चेन्ज आइरहेको होला। थ्याङ्क फर वाचिङ। हजुरको प्यारो आर्टिस्ट सँग धेरै बिदिनुहोस्। ओके बाई, टेक केयर।